तपाईलाई नि डुनट खान मन लाग्छ भने घरमा नै यसरी बनाउनुहोस्। सजिलोसँग मिठो डुनट घरमै बन्छ। त्यसको लागि मैले लिए मैदाको 3 कप पिठो। पिठोलाई एउटा बाटामा राखे। अब राख्दैछु यीस्ट। यसले डुनट फुलाउँछ। यीस्ट मैले 2 चम्चा लिए। अब मैले 2 चम्चा चिनी राख्दैछु। आधा चम्चा नुन पनि राखे। अब मनतातो दुधमा पिठोलाई मुस्ने। पिठो गिलो गिलो हुनुपर्छ। 1 चम्चा तेल हालेर अब 12 घण्टा छोपेर राख्ने। हामीले चाहिँ रातभरि छोपेर राख्यौँ अनि सुत्यौँ। भोलिपल्ट उठ्दा पिठो यस्तो भयो। कचौरा र बोतलको बिर्कोले सेप दिए। हेर्नु है कस्तो राम्रो डुनटको सेप तयार भयो। अब यसलाई हामीले पकाउँछौँ। तेल तातिसकेपछि डुनटलाई राख्ने। अब हाम्रो डुनट पाक्दैछ। हेर्नु त कस्तो राम्रो कलर आएको। दुवै साइड पाकेपछि झिक्ने। यति राम्रो डुनट पाकेर तयार भयो। मलाई त पाक्दा पाक्दै खान मन लागिसक्यो। अब हामी छिटो छिटो सबै डुनट पकाउँछौँ। यसरी घरमा नै तयार भयो मिठो डुनट। तपाईहरू पनि घरमा ट्राई गर्नु होला, सजिलो छ। हामी अब तातो तातो डुनट र चिया खाँदैछौँ। डुनट र चिया त एकदमै मिठो हुने रहेछ। मेरो पनि रमा हेर्नुहोस् त, यहाँ खाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। लाइक, कमेन्ट र फलो गर्नुहोला। बाई बाई गाइज।